हेलो गाइस, कुवेतमा भएको साथीहरूलाई गुड मर्निङ। हजुरहरू सन्चै हुनुहुन्छ होला। आज म फर्स्ट टाइम ब्लग बनाउँदैछु है, फ्राइडे लाइफ। बिहान बिहान उठेर ब्रस लिएर होइन, बिहान के भनौँ 9 बजिसक्यो थियो। अब फ्राइडे अलिक ढिलोसम्म सुतिन्छ होइन। 9 बजे उठेर ब्रस लिएर वासरुमतिर गयो, ब्रस गऱ्यो। त्यहाँदेखि अब आज फ्राइडे पनि छ भनेर होइन, मुख धोइसकेपछि अब फ्राइडेको दिन आज 12-1 बजीतिर नमाज पनि पढ्ने जानु सक्नेछ भनेर नुहाइ पनि हाल्यो त्यतिखेरै बिहान बिहानै। अब बिहान नुहाइ गरेँ बाहिर आएँ। बाहिर आएपछि अनि कपडाहरू सुक्ने दियो सिँढीमा। त्यहाँदेखि रुममा आएर हेर्दैछु साथीहरू उठिसकेको छ अलरेडी। कोही मोबाइल हेर्दैछ, कोही के गर्दैछ। अनि अब चाहिँ तेलसेल निकालेर टाउकोमा तेलसेल हल्का लाउनुपर्छ भनेर तेल निकालेँ, तेलसेल लगाएँ। अब कपडाहरू पनि लगाएँ, कपडा लगाएँ अनि टक्क रेडी हुने लागेको। अब ब्रेकफास्ट गर्ने जानु पऱ्यो भनेर बिहान बिहान अनि मोजा लगाएँ। मोजा लगाएर यसो हेर्दैछु वालेट निकाल्नु, वालेटमा पैसा नै छैन। अब महिनाको लास्ट हुने लाग्यो भनौँ न, 12-13 तारिकसम्म आउँदा त पैसा सकिहाल्छ के अरे। त्यहाँदेखि बाहिर गएर जुत्ता राखिरहेको थियो, अनि जुत्ता लगाएँ। सुज लगाएपछि अनि लिफ्ट सिँढीमा जानुलाई टाइम लाग्छ भनेर लिफ्टमा चढेँ। अलरेडी हेर्दैछु कसले एउटा बाकेट नै छोड्दैछ लिफ्टदेखि बाहिर आएर। रुमदेखि नजिकै हाम्रो यहाँ एटिएम रहेछ क्या अगाडिपट्टि। अनि टक्क एटिएमतिर जाने लागेँ। अनि एटिएमबाट आज 10 केटी निकाल्यौँ भनेको थिएँ, तर यहाँ 100 फिस चार्ज काट्दो रहेछ यो एटिएमबाट। सेम ब्रान्चको हुँदा काट्दैन। अनि 5 केटी मात्रै निकालेँ। 10 केटी थियो एटिएममा, अनि 5 केटी निकालेँ। त्यहाँदेखि रुमको अगाडि नै खैतान किचन रहेछ है, खैतान किचनमा गएर आलु पराठा अर्डर गरेको थिएँ। आलु पराठा खाइसकेपछि चिया पनि खाएँ। अनि त्यहाँदेखि बिल पनि दिएँ। बिल दिएर रुममा आइपुग्दा अब नमाजको पनि टाइम भइसकेको थियो। त्यही भएर उजुसुजु गर्ने लाग्यो। उजु पनि गरिसकेर रुममा आयो, मुखसुख पोछेँ यसो। अनि साथीहरू सब गइसकेको थियो, म एक्लै रुममा थिएँ। म पनि कपाल सपाल खोरिवरी रुम लक गरिवरी अब लिफ्टमा जाने ढिलो हुन्छ भनेर सिँढीबाटै भागेँ कुद्दै। त्यहाँदेखि साथीहरू अलरेडी गइसकेको थियो, नमाज पनि बेला भइसकेको थियो। अनि त्यहाँ रुममा ठ्याक्क नमाज पढ्ने गएँ। अनि मोबाइल राखेर नमाज सकेर बाहिर आएर अनि कम्पनीको खाना हो, रुम खोलेँ, हेर्दैछु खाना आइसकेको छ। अनि टक्क प्लेट लिएर कुदेँ खाना लिनुलाई। खाना गएर हेर्दैछु दाल र भात र चिकन आएको थियो। अनि त्यो दाल भात चिकन खाएँ होइन। खाइसकेपछि अब यो पार्ट 1 हो, अर्को पार्ट 2 आउने बाँकी छ भरेको लागि। भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।